नेपाल प्रिमियर लिगको सिजन 1 र 2 को फाइनलमा पुगेको टिम सुदूरपश्चिम रोयल्सले आफ्नो एनपिएल सिजन 3 को लागि रिटेन प्लेयरहरूको लिस्टलाई अगाडि ल्याइसकेको छ। क्याप्टेन दिपेन्द्र सिंह ऐरी, ईशान पाण्डे, विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी, आरिफ शेख र फास्ट बलरहरू हेमन्त धामी, हिक्मत महरा र अविनाश बोहरा रहेका छन्। र यो लिस्टमा चाहिँ एउटा नयाँ नाम हिक्मत महराको रहेको थियो, जुन उहाँहरूले बिट द स्पिड सिजन 2 को चाहिँ फाइनलमा पुगेर राम्रो पेस ल्याएको हिक्मत महरालाई चाहिँ रिटेन गर्नुभएको छ र एनपिएल सिजन 2 मा पनि उहाँले चान्स पाउनुभएको थियो र 1 विकेट लिनुभएको थियो। हिक्मत महराको लागि चाहिँ सिजन 3 एकदमै सुनौलो अवसर हुनेछ। त्यसैगरी एनपिएल सिजन 2 को पर्फर्मेन्सको कुरा गर्दा चाहिँ क्याप्टेन दिपेन्द्र सिंह ऐरीले चाहिँ 9 म्याचेसमा चाहिँ 227 रन्स हानेका थिए र साथै 6 विकेट पनि लिएका थिए। साथै उहाँको क्याप्टेन्सी पनि एकदमै राम्रो रहेको थियो र त्यो उहाँको क्याप्टेन्सीले गर्दा चाहिँ नेसनल टिमको क्याप्टेन्सीलाई चाहिँ ढोका खुलेको थियो। त्यसैगरी ओपनिङ ब्याट्सम्यान र विकेट किपर ब्याट्सम्यान विनोद भण्डारीको पनि राम्रै गेम रहेको थियो एनपिएल सिजन 2 मा। उहाँले पनि 9 म्याचेसमा 264 रन्स हान्नुभएको थियो। उहाँको एभरेज एकदमै राम्रो रहेको थियो। मिडल अर्डर ब्याट्सम्यान आरिफ शेख, उहाँले पनि 9 म्याचेसमा 186 रन हान्नुभएको थियो। उहाँलाई चाहिँ मिडल अर्डरमा आउनु पर्दा त खासै धेरै उहाँको रन यसमा जोड्न सकिँदैन, किनकि मिडल अर्डर ब्याट्सम्यानलाई चाहिँ के गाह्रो हुन्छ भन्दाखेरि ओपनिङ ब्याट्सम्यानले जति रन उहाँ पछिको ब्याट्सम्यानले हान्न सक्दैन। त्यसै गरी ईशान पाण्डे, उहाँले पनि 9 म्याचेसमा 160 रन्स हान्नुभएको थियो। उहाँको चाहिँ यो वर्ष ठिकठाकै पर्फर्मेन्स रहेको भन्न सकिन्छ र यो एनपिएल सिजन 2 बाट चाहिँ उहाँले नेसनलको लागि चाहिँ आफ्नो पर्फर्मेन्स देखाउनु भएको थियो। र बलिङ युनिटको कुरा गर्दा चाहिँ अविनाश बोहरा जुन हाइएस्ट विकेट टेकर रहनुभएको थियो सुदूरपश्चिम रोयल्सबाट, उहाँले 9 म्याचेसमा 17 विकेट लिनुभएको थियो र लास्ट सिजन उहाँको एकदमै राम्रो गएको थियो। र त्यसै गरी हेमन्त धामी, उहाँको पनि एनपिएल सिजन 2 एकदमै राम्रो गएको थियो। उहाँले आफ्नो राम्रो लाइन पेसको कारणले चाहिँ 9 म्याचेसमा चाहिँ 13 विकेट लिनुभएको थियो र त्यसैले आफ्नो टिम नेसनल टिममा पनि आफ्नो राम्रो कमब्याक गर्नुभएको थियो। र त्यसै गरी सुदूरपश्चिम रोयल्सको यो रिटेन्सन लिस्टलाई ओभरअल हेर्दा एनपिएल सिजन 3 मा हुने प्लेइङ 11 को चाहिँ 7 वटा प्लेयरहरू यहीँ रहेको देख्न सकिन्छ र बाँकी प्लेयरहरूले चाहिँ उहाँ अक्सनहरूमा लिनुहुनेछ। फरेन प्लेयरहरूको पनि साइन छिटै नै हुनेछ भन्ने हामीले आशा राखेका छौँ र राम्रो फरेन प्लेयरहरू आउनुहुनेछ भन्ने हाम्रो आशा। र लास्ट इयर चाहिँ क्रिस लिन जस्तो घातक ब्याट्सम्यानलाई ओपनिङ ब्याट्सम्यान उहाँले लिनुभएको थियो, अहिले पनि आउनुहुन्छ भन्ने हामी सारा नेपाली फ्यानहरूको आश रहेको छ। सिजन 1 मा राम्रो पर्फर्मेन्स देखाएर फाइनलमा पुग्दा पनि जनकपुर बोल्ट्सबाट हार बेर्नु परेको थियो र सिजन 2 मा पनि अन्डरडक्स रहेको लुम्बिनी लायन्सले एकदमै बलियो ठानिएको सुदूरपश्चिम रोयल्सलाई चाहिँ एकदमै कोल्याप्स गराइदिएको थियो फाइनलमा, जुन एकदमै अनएक्सपेक्टेड रहेको थियो। र त्यसै गरी अब आउने सिजनमा पनि राम्रो फरेन प्लेयरहरू लिनुहुनेछ र नेपाली डोमेस्टिक प्लेयरहरूलाई पनि चान्स दिनुहुनेछ भन्ने आश रहेको छ। र तपाईँहरूलाई के लाग्छ कि सुदूरपश्चिम रोयल्सले फाइनलमा पुगेर यसपटक चाहिँ ट्रफी जित्छ होला त? कमेन्ट गर्नुहोला।